गाइस आज कुरा लिएको यहाँ त बोसो कति धेरै यहाँ चाहिँ कटिङ हुँदैन अनि फक्का राम्रो हुन्छ अनि चट्ट यहाँ रविन्द्रले यस्तै काट्दै हुनुहुन्छ के रे दिविङकुली कसको फेभरेट हो मलाई त मन पर्दैन रविन्द्र राईको फेभरेट हो सुशीलेको के हो दिविङकुली फेभरेट होइन यहाँ चाहिँ गाह्रो सब्जी खाइरहेको यहाँ यस्तरी मासु खाएर पनि त्यस्तै कि यो त खानु आउने गाइज हजुरहरू पनि हेर्न सक्नुहुन्छ अझै सकेको छैन यहाँ चाहिँ एक थाल भएको छ मासु चाहिँ हेर्न सक्नुहुन्छ सुशीले मलाई भिडियो खिच्नु जानिने समय भनेर अब सुरुमा यस्तो छ नि गाइज हेर्न सक्नुहुन्छ यहाँ चाहिँ मासु अहिले सकिएको छ हेर्न सक्नुहुन्छ अहिले चाहिँ यतिको भइसकेको छ सिमारा भने खानु भ्याउनु है तपाईँहरू पनि मासु घटिरहेको चिया पाक्दै हो म चाहिँ यहाँ छु ओ पाक्दैछ सिलर पनि कहाँ गएछ चिल हेर्नु त कस्तो धेरै आएको छ चिया नि पाकिसक्यो बेसार हालेर यस्तो राम चलाइसकेको छौँ नुन हालिसकेको यहाँ छैन अहिले चाहिँ एक टुक्रो भइसकेको छ मासु यता कति मस्तको जिन्दगीहरूलाई लगेको मस्त सुते हात लाग्छ होइन हेर्न सक्नुहुन्छ खाउँ जस्तो लाग्यो होइन त मासु खतरा फ्राई भइरहेको खानु भयो म हजुरहरू पनि हेर्न सक्नुहुन्छ होला मजाले फ्राई भएको छ कटिङ भइसकेको छ चारवटा टमाटर हात फेरि काटिसक्दाखेरि यहाँ मसला हालिसक्नु भएन दाइले खिच्नु पाएन चाहिँ दाइले पाङ्ला खिच्नु जानुभयो हाम्रो लागि खानु गाह्रो छ गाइस भिडियो गराउन नि खुट्टाको साँप्राको बिचको हड्डी अनि मासु भएको हुन्छ नि त्यस्तो मनपर्छ के हजुरहरूलाई कस्तो मनपर्छ कमेन्ट गर्नु खुट्टा यत्रो ठुलो कराईमा पकाएको छौँ हामीले 3 किलो 430 ग्राम यत्रो ठुलो कराईमा पकाएको टमाटर नुन बेसार मसला हालेर भएको छ पानी हाल्ने अब खानु लाग्यो चाहिँ हामी चाहिँ भुटेको चाहिँ नि कति त
अरे लाउनु 24 घण्टा धुने धुने गर्छ जस्तो घर आएछ छैन जिस भनिदिन्छु ल